हेलो मेरो युट्युब फ्यामिली सबैलाई नमस्कार अनि हजुर कस्तो हुनुहुन्छ म एकदमै आरामै छु आजको बेलुकाको भिडियो सुट गर्दैछु गाइज अब हामीले यहाँ खाना पकाउँछौँ खानामा के पकाउँछौँ देखाउँछु हस् म हेर्नुस् त साथीहरु आज मेरो दिदीले यो बेंगन गोबी आलु पनि हो कहाँ छ आलु अच्छा त्यहाँ आलु छ त्यहाँ डोंगामा अनि यो टमाटर प्याज त्यहाँनिर मसला छ नै आज मेरो दिदीले खाना बनाउँदै जानला छ सब्जी हेरौँ त है कतिको मिठो बनाउँछन् दिदीले जिरा हालिसक्यो सब्जीमा तेलमा फाइनली साथीहरु दिदीले तेल तातिसकेपछि जिरा हालिसक्यो अब दिदीले के हाल्दैछन् प्याज आज तपाईँ दिदी भएको है ट्राई गर्नु होला साथीहरु एकचोटि बनाएर यस्तो बनाएर खानु होला हरको सबैको हातमा हुन्छ नि हातको फरक हुन्छ कसैको हातको टेस्ट हुन्छ कसैको हातको टेस्ट हुन्छ प्याज हालिसकेपछि यसलाई ब्राउन हुँदैछ पकाल्ने हैन भन्दैन के गर्ने हो यहाँनिर हाम्रो खाना बनाउने चुल्हा छ भने साथीहरु यहाँनिर एउटा रुख छ कि अन्त कति साल पुरानो रुख होला यो त यहाँ मेरो दिदीले भन्नेको कुरा यहाँका जो गाउँवाला छन् नि यहाँका जो गाउँले मान्छेहरू छन् यिनीहरूले यो रुखलाई कहिले काट्दैनन् गरे यसलाई काट्नै मिल्दैन गरे यहाँनिर मन्दिर छन् हजुरहरूलाई देखे कि नै हेर्नुहोस् रुखको साथमा मन्दिर छन् त्यही भएर यहाँ गाउँवालाको जस्तो कुल देवताको मन्दिर हो त्यही भएर यो रुखलाई काट्दैनन् काक्कड सिंहको रुख भन्छन् गर है यसलाई काक्कड सिंहको रुख हो यो अनि यहाँतिर मेरो दिदीको प्याज ब्राउन हुन लाग्यो मेरो दिदी सेट लागिरहन्छ साथीहरु जबरजस्ती डन्डाले हानी खाना बन्न पठाउँदै बोल्दै नि मैले बोलिरहेको छु अब बोल्ने पनि के बोलौँ भइगयो कोही साथमा बोल्दै बोल्ने मन लाग्छ यहाँ है छोरीको रिएक्सन के भन्ने के भन्नु जोड भन् मेरो पास माइक छैन क्या त्यही भएर आवाज सुन्ने भन् यसलाई त केही भन्ने आएन यहाँ बच्चाहरूले केही भन्छन् कि अह अह दुई भाइना मिस्टु हजुर यसको नाम हो कार्तिक कार्तिक यसको नाम कार्तिक हो यसको नाम हो नयाँ हो राजा शङ्कर अस्मिमा त आधार कार्ड इन्डियाको आधार कार्डमा अब मायाले मिस्टु भन्छ मान्छेले हो यहाँ त साथीहरु आलु पनि हालिसकेको दिदीले मलाई थाहै भएन है प्याजको पछाडि हो नि प्याज हालिसकेपछि आलु प्याज यतिको पाक्यो भने यो आलु यसले हाल्नुपर्छ है दिदीले मलाई भने चाहिँ आज मिठो सब्जी बनाएर खान्छु दिदीले भने हो कि होइन आज पुरा रेसिपी सेयर गर्ने साथीहरुसित यहाँ तिमी हेर्नुहोस् आज पनि चुल्हा बालेछन् साथीहरु चुल्हामा बनाएको खाना एकदम मिठो लाग्छ अब के गर्नु रोसै छैन यहाँ रोसै भइदियो पनि यहाँ अब राम्रो चुल्हा बनाएको थियौँ रोसै छैन त्यही भएर त्यही पिता भागी बनाएको त्यो त्यसो माइन्ड नगर्नु होला के गर्ने कालापानमा यस्तै त हो साथीहरु हेलो यहाँ मेरो दादीले मेरो नातिनीले गाडी चलाउँदैछ योले गाडी चलाउने क्रममा अर्को चाहिँ कहाँ गएछ है कहाँ गएछ यो मुखमा के छ जा गन्दा चाहिँ खाने जा अग्नसम्म मुखमा हालेको थियो अहिले मैले रिसेको त जा भन्छ बाबु जा यता छिटो यो यतातिर खेल्दैछ साथीहरु यतातिर आज मिर्चामा पानी हालेको दिदीले मकैमा पनि दिदीले पानी हालिदियो आज म बचिगेँ यहाँनिर हेर्नुहोस् त साथीहरु फुल क्या दामी फुल लागिरहन्छ क्या रियलमा हेर्दा यस्तो लाग्दैन राम्रो क्यामेरामा हेर्नुहोस् कति राम्रो लागिरहन्छ मुखमा के छ अर्किले के खायो के छ मुखमा नै तिमीलाई कसले देखाइरहन तिमीलाई मुखमा हालेर है यो त घाँटीमा अड्किन्छ नि त यो त घाँटीमा अड्किँदा बिजो हुन्छ हौ ओ कहाँ गयो यिनीहरूलाई त हेर यताले है फुलको छेउमा उभिएर फुलको छेउमा ओहो साथीहरु त कुरामा अब यतातिर दिदीले बेङ्गन हालिन्छ कि आलु पछि बेङ्गन अनि मसला नुन किन हालेको पछि हाल्ने अच्छा आफ्नो तरिका हुन्छ साथीहरु पकाउने होइन मेरो तरिका अलगै छ दिदीको तरिका अलगै छ फेरि मिठो यसले पनि पकाइन्छ मिठो मैले पनि पकाउँछु आफ्नो तारिफ आफू गरेर साथीहरु खान्छौँ टेस्ट लाग्छ टमाटर पनि हालेछन् दिदीले ल यहाँनिर मसला पिसेर राखेछ मसला हालेछ अब साथीहरु म आटा गुन्ने ड्युटी भयो अब आटा गुन्ने पछि भेटौँ हस् पहिला हालेको दिदीले आलु हालेपछि बेङ्गन हालेको गोबी टमाटर है अनि त्यसपछि मसला लाग्नु भएको पिसेको मसला हो त्यसपछि दिदीले धनिया जिरा हालेको छु मिल्छ हैन हुन्छ यो कम हुन्छ होला कम हुन्छ हजुर अब यसमा बेकिङ मिर्च भन्दै हालेको हुन्छ अनि हल्दी बेसार के गर्ने गाउँको सबै मिक्स हुन्छ माइन्ड नगर्नु साथीहरु नुन त स्वाद अनुसार भन्ने चाहिँ यहाँ खाइन्छ नुन एकदमै कम अनि मैले खान्छु चल्को मैले सब्जी बनाएर खान सक्दिनँ यसले बनाएर मैले खाइहाल्छु नुन खोजेर खाइदिनु अहिले हेर्दा कति टाइम लाग्छ अब कति देरको लागि ढाक्नेलाई 10 मिनट लागेपछि यो पाक्दै गर्छ 10 मिनट पछि भेटौँ साथीहरु है फाइनली साथीहरु म पनि आटा गुन्नु लागेको हैन अब यो आटा गुन्निसकेपछि 10 मिनटको लागि सब्जी पाकेछ अब यो सब्जी 10 मिनट पकाएर हुन्छ अनि आटा गुन्नेपछि फेरि गर्नु पर्छ फाइनली साथीहरु 10 मिनट कम्प्लिट भइसक्यो भने दिदीले अब यो सब्जी हाल्नु है अहिले त्यसले देखेछ अनि टमाटर म पछोड खानेछु मिक्स सब्जी मिक्स अब गोबी हुन्छ गाजर हुन्छ के हुन्छ भन्ने छ गाजर बेङ्गन भात हाल्दा नि अहिले सरा भयो अनि पाकेपछि देख्नु साथीहरु है फाइनली साथीहरु मैले पनि आटा गुनेर कम्प्लिट गरिसकेँ यतातिर अघि सब्जी देखाएको दिदीले अनि मैले पनि आटा रेडी गरिसकेँ अब रोटी बनाउँदा अब सब्जी फाइनल हुँदै खान्छु अहिलेसम्म हजुरले मेरो भिडियो हेर्दिनमा धेरै धेरै धन्यवाद हजुरले के भन्नुहुन्छ बस साथीहरु मेरो घर परिवारमा एउटा सवाल पुग्छ नि के भन्न सक्छौ भनेर के भन्नु यिनीहरूलाई कमेन्ट गरेर भन्नु न के गर्नुपर्छ माटी खाने न है माटो खाने न यहाँ खेल्दैछन् फाइनली साथीहरु अब सब्जी बनाइसक्यो भनेर बन्ने छैन होला पाक्दैछ भन्नु मैले त यहाँ हेर्नुहोस् त साथीहरु हाम्रो नेपालीमा के राम्रो ब्लग बनाउँदा हिन्दी छैन यो हिन्दी खतरा नै हो त
तपाईहरु इन्डियाको बस्नुहुन्छ भने हिन्दी बोल्ने हो अलि जोसित भन्नु त अब तपाईँ साथीले कमेन्ट गरेर के भन्छन् है हुन्छ त साथी फेरि अहिले रोटी पकाउँदा अनि सब्जी कम्प्लिट भएपछि तपाईँलाई दिन्छु म है अहिलेसम्म मेरो भिडियो हेर्दिनुमा धेरै धेरै धन्यवाद आजको भिडियो हेरेको हजुरले धेरै माया गरिरहनु मेरो भिडियोलाई हल्का लाइक कमेन्ट गरिदिनुहुन्छ आशाको साथ जोडेर रहेछु साथीहरु के गर्ने साथीहरु हजुरले मेरो च्यानललाई कहिले माया गरिदिनु होला अनि के गर्ने अब मेरो फोनको क्वालिटी अलि हल्का छ साथीहरु अब कोसिस गर्दैछु अलि राम्रो फोन लिएर अनि क्वालिटी निकाल्ने राम्रो क्वालिटी निकाल्नु भनेर सोचेर हुँदै रहेछ फेरि हजुरले हाम्रो यस्तो भिडियो मन पराउँदै हुनुहुन्छ साथीहरु हजुरले माया गरेर गतिलो फोन लिएर क्वालिटी वाला भिडियो बनाउँछु मैले हैन नि हा अहिले भक्कर म नेपाली बोल्न भने हजुर बोल्नु फेरि आउ तिमीले के भयो के भयो त्यहाँ गर्ने जा जा मिठो नाइ गर्ने भाती खाइ भाती मिठो भाती खायो भाती खाइ कि के गर्ने साथीहरु क्यामेरा नहुने बेला मेरो नातिले धेरै एक्टिभिटी देखान्छे अब क्यामेरा छ नि त्यही भएर के बोलिदिनु दागु वाउ खै वाउ खै यसले साथीहरु यहाँतिर सब्जी बनिसकेको रहेछ वाउ हेर्दा त खाउँ लाग्छ है दिदीले चाहिँ यता रोटी पनि बनाउने सुरु गरिसकेको रहेछ हेर्नु त कति सने रोटी म पर बच्चाहरूसित खेल्न लाग्यो यसले त सब्जी बनाएर पनि रोटी बनाइसकेको रहेछ कति रोटी म त सुरुदेखि देखाउनु पर्ला भन्ने थिएँ किन नबोलायो मलाई सुन्नु पर्यो नि त्यो टाढाबाट कराउनु थियो नि रोटी बन्न लायो साथीहरू खाना आउनुहोस् चुल्हाको रोटी खाने छ भने मेरो दिदीसित सम्पर्क गर्नु होला मेरो दिदी भातको सब्जी अनि रोटी ल हुन्छ त साथी आज अहिलेसम्म देखाएको भिडियो हुन्छ त साथीहरू अब मेरो दिदीले रोटी बनाउने सुरु पनि गरिरहेछन् यति रोटी बनिसक्यो अनि म चाहिँ उता बच्चाहरूसित खेल्दै थिएँ त्यही भएर ढिलो भइगयो नातिनलाई पनि हेर्नुपर्छ अनि यहाँ त माथि पाक्दैछ रोटी अनि त दिदीले पकाउँदैछन् अब मेरो पनि काम छ अनि किचनमा त्यही भएर म भित्र काम गर्दै जान्छु मिलौँला साथीहरू एन्डसम्म हेरिदिनु होला मेरो भिडियोलाई जमाई पनि कामदेखि आइजानु भयो आने बित्तिकै बाउ छोराको माया त्यो मेरो नाति नै छ त मम्मी पापा छैन गरेर त्यही भएर फजो पाएको दिन्छ सबभन्दा ठुलो कुरा अब चिजीले दिनुहुन्छ नि अब चिजी मागे हेर्नु मेरो चिजी भन्छ चिजी खानेको लागि हेर्नु बच्चाको आज अलिक सानो लिँदैछ खानेलाई बुवालाई खोलिदिन्छु यता चाहिँ फुपूले खोलिदिनुहुन्छ यता दिदीले ढाल्दैछ यता फेरि जवाई जान्छलाई चिजी खोलिदिन्छन् म त लाग्यो अब किचनतिर मेरो काँक्रा ए चक्लेट खोलिदियो चक्लेट कसले अचम्म फेरि के छ खजुरको चक्लेट लिइदिन्छन् फेरि नाति योले फेरि खजुरको पाँचजना नर्मल दिन्छ चिजी ल्यायो भने त फेरि टङ्गी जाने हो अब चिजी खाइसकेपछि मतलब छैन हेलो तिमीले के खाइदिन्छौ हेर यता के खाइदिन्छौ चिजी के गर्दैछ नि भात बनाने रे बच्चा के गर्नु जति बुढाइ मिल्छ आइज आउ यता बच्चाहरू के गर्ने अब यो 6 महिना मात्रै ठुलो थियो भन्दा अब 2 वर्षको पनि पुगेको छैन सानै छन् के गर्ने ध्यान राख्नुपर्छ त्यही भएर मेरो नाति र नातिनीको लागि एउटा लाइक गरिदिनु होला साथीहरू अनि फलो पनि गरिदिनु फाइनली साथीहरू यहाँतिर खाना रेडी भयो अब हामीहरू खाना खान लागेको यिनी मेरो नातिनी के खानलाई भाती अनि यता दिदी बसेपछि यता नाति यता नेहा यता जवाई बसेर खान लाग्छौँ हामी सबैले खाना कस्तो भयो नेहा खाना एकदम मिठो भयो दिदीले त खाइ छैन नि यिनी मेरो बुढा यो मेरो छोरा भन्नु यो मेरो मम्मी फाइनली साथीहरू म त दुध लिने बिर्सेको आज अहिले 8 बजे खाना खाएर बल्ल याद आएपछि अहिले भर्खर गएर मेरो नाति र मैले दुध लिएर आयौँ अब दुध त तान्यो मेरो नातिनीहरू खेल्दैछन् हेलो म तपाईँलाई सम्झाउँछु भन म बच्चाले साथी के गर्ने अब यिनीहरू त अब खेल्नेबाट मस्ती छ नि यिनीहरूलाई के टेन्सन छैन टेन्सन चाहिँ मलाई अब भइसक्यो अब चाहिँ साथीहरू मैले यहाँतिर दुध बसालिसकेको तताउनुको लागि अब दुध तातिन्छ अनि त्यसपछि नातिनीहरू म सुत्ने एउटा कुरा साथीहरू आजको भिडियो हेरिदिनुमा धेरै धेरै धन्यवाद मेरो नातिनीलाई लाइक कमेन्ट सेयर गरिदिनु होला यिनी मेरो नातिनी हुन् आफ्नो मम्मीदेखि टाढा बस्दैछन् होइन के भयो खाना खाएर तिमीलाई खाना खाएर तिमीले यता हेर्छु यता देखा तिम्रो मम्मीले भिडियो हेर्थ्यो त्यो यस्तो लागि पठाउँछ कि हेर्छ
हेर यो मम्मीले भिडियो हेर्छ म पनि के भन्ने मामुलाई के भन्ने मामुलाई के भन्ने मामुलाई के भन्ने हेलो इन्टोक्सिकेसन साथी के गर्ने अरे यता यता बाई साथीहरू गुड नाइट अगर हाम्रो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला युट्युब च्यानललाई मेरो नातिको लागि एक लाइक एक कमेन्ट सेयर गरिदिनु होला है बाई गुड नाइट भन्नु हस् त साथीहरू आजको भिडियो यति नै भयो अनि हजुरलाई मेरो भिडियो मन परेछ भने लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला हामीको नातिनीहरूको साथको भिडियो बनाउँछु साथीहरू हजुरले मन पराइदिनुहुन्छ धेरै धेरै धन्यवाद हस् त साथीहरू गुड नाइट